नमस्ते, मेरो नाम मानव लुइन्टेल हो। आजको यो प्रस्तुतिमा स्वागत छ। यदि तपाईलाई हाम्रो काम मनपर्छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। अनि कमेन्टमा तपाईँ अर्को कुन किताबको बारेमा यस्तै विश्लेषण सुन्न चाहनुहुन्छ त्यो पनि हामीलाई बताउनुहोस्। ल, अब सुरु गरौँ। के तपाईले कहिले सोच्नुभएको छ, एउटा पर्फेक्ट क्राइम मतलब एउटा यस्तो अपराध जसको कुनै सुइकोसम्म नहोस्, के त्यो साँच्चै सम्भव छ त? आज हामी अगाथा क्रिस्टीको यही प्रश्नलाई जीवन्त बनाउने उपन्यास एन्ड देन देयर वर ननको रहस्यमय संसारभित्र छिर्दैछौँ। यो केवल एउटा कथा मात्र होइन, यो अपराध साहित्यको एउटा यस्तो उत्कृष्ट नमुना हो जसले पाठकलाई अन्तिम पानासम्मै भ्रम र डरको भुमरीमा घुमाइरहन्छ। सोच्नुहोस् त, जो भनाई अगाथा क्रिस्टीको आफ्नै लागि एउटा चुनौती थियो। उहाँ एउटा यस्तो कथा बनाउन चाहनुहुन्थ्यो जहाँ एकपछि अर्को गरी 10 जनाको हत्या हुन्छ, तर रहस्य यति जटिल र पत्रमा बेरिएको होस् कि अन्त्यसम्म पनि हत्यारा को हो भनेर पत्ता लगाउन लगभग असम्भव लागोस्। यो कथा लेख्नु भनेको आफैमा एउटा अत्यन्तै जटिल पहेली समाधान गर्नु जस्तै थियो। अब कथाको सुरुवाततिर लागौँ है त। कथा सुरु हुन्छ एउटा रहस्यले घेरिएको सोल्जर आइल्यान्डबाट। यहाँ 10 जना मान्छे एकअर्कासँग पुरै अपरिचित सबैलाई बोलाइएको छ र प्रत्येकलाई एक विशेष र आकर्षक निमन्त्रणा दिएर त्यहाँ आउन बाध्य पारिएको छ। उनीहरू सबै आआफ्नो स्वार्थ र केही आशा लिएर त्यहाँ पुग्छन्, तर उनीहरूलाई अलिकति पनि थाहा छैन कि उनीहरू एउटा भयानक र पूर्व निर्धारित जालमा फस्दैछन्। यो टापु हेर्दा त एकदमै सुन्दर, विलासी छ, तर यही सुन्दरता नै सबैभन्दा ठूलो भ्रम हो। यो यति एकान्त ठाउँमा छ कि मौसम अलिकति खराब हुँदा मुख्य भूमिबाट हप्तौंसम्म सम्पर्क टुट्न सक्छ। यही विलासिताभित्र लुकेको एकान्तपनले एउटा यस्तो डरलाग्दो पृष्ठभूमि तयार गर्छ जहाँबाट उम्कने कुनै बाटो नै छैन। अब हेरौँ, त्यहाँ पुगेका मान्छेहरू को थिए र किन गए त? यहाँ आएका हरेक पात्रलाई उनीहरूको विगतको कुनै गोप्य कुरा वा व्यक्तिगत महत्वाकांक्षालाई टेकेर प्रलोभन दिएको थियो। उनीहरू सबै आफ्नो अतीतको कुनै न कुनै अँध्यारो पाटोबाट भाग्न खोजिरहेका थिए, तर उनीहरूलाई के थाहा, उनीहरू त त्यही विगतको सामना गर्न र त्यसको मूल्य चुकाउन जाँदै थिए। सबै पाहुनाहरू डिनर सकेर आराम गर्दै थिए। आधुनिक घरको वातावरण एकदमै शान्त थियो, तर त्यो शान्ति धेरै बेर टिकेन। अचानक एउटा डरलाग्दो, कठोर र अमानवीय आवाज गुन्जिन्छ जसले त्यो साँझको सन्नाटालाई एकै पलमा चकनाचुर पारिदिन्छ। एकछिन कल्पना गर्नुहोस् त, त्यो क्षण एउटा ग्रामोफोन रेकर्डबाट आएको आवाजले प्रत्येक पाहुनाको नाम लिँदै उनीहरूले विगतमा गरेको र कानुनको नजरबाट बचेको हत्याको आरोप लगाउँछ। त्यो कोठामा आरामको ठाउँमा अब त्रास, अविश्वास र एकअर्काप्रतिको शङ्काले कब्जा जमाउँछ। सबैजना स्तब्ध हुन्छन्। अब आउँछ कथाको सबैभन्दा डरलाग्दो र चलाक हिस्सा, एउटा बच्चाले गाउने निर्दोष जस्तो देखिने कविता। तर यो कविता बिस्तारै एक गरी हुने हत्याको पूर्व निर्धारित पटकथा बन्न पुग्छ। हरेक पाहुनाले यो कविता आफ्नो कोठामा झुन्ड्याइएको भेटाउँछन्। सुरुमा त सबैले सोध्छन्, सोल्जर आइल्यान्ड हो, त्यसैसँग सम्बन्धित केही होला। तर उनीहरूलाई के थाहा, यो कविता उनीहरूको मृत्युको भविष्यवाणी थियो र हरेक पंक्ति उनीहरूको अन्तिम समयको सङ्केत हो। अनि भविष्यवाणी सुरु भयो। पहिलो मृत्यु एकदमै अचानक र अप्रत्याशित। एन्थोनी मार्स्टनको मृत्युलाई धेरैले दुःखद दुर्घटना वा आत्महत्याको रूपमा लिन्छन्, जुन कविताको पहिलो पंक्तिसँग हुबहु मेल खान्छ। तर यो त डरको सुरुवात मात्र थियो। तर जब श्रीमती रजर्सको मृत्यु ठ्याक्कै कविताको दोस्रो पंक्ति अनुसार नै भयो, तब बाँकी पाहुनाहरूमा डर र बेचैनीको लहर फैलिन थाल्छ। अब उनीहरूलाई यो संयोग मात्र होइन, एउटा सुनियोजित षड्यन्त्र हो भन्ने महसुस हुन थाल्छ। र डरलाई अझै बढाउन अर्को एउटा कुरा भयो। त्रास त्यति बेला वास्तविकतामा परिणत हुन्छ जब मिस्टर रोजर्सले भोजन कक्षको टेबलमा सजाइएका 10वटा चिनिया माटोका सिपाहीका मूर्तिहरू पनि एक गरी घट्दै गएको पत्ता लगाउँछन्। हरेक पटक कोही मर्दा टेबलमा राखेको एउटा सिपाहीको मूर्ति पनि हराउँथ्यो। अब त यो कविता र मूर्ति नै उनीहरूको घट्दो जिन्दगीको काउन्टडाउन बन्यो। जब उनीहरूलाई थाहा भयो कि बाहिरबाट डुङ्गा आउँदैन र उनीहरू त्यहीँ फसेका छन्, तब त अवस्था झन खराब भयो। उनीहरू बाहिरी दुनियाँबाट पूर्ण रूपमा काटिएका थिए र अब उनीहरूको सानो संसारमा डर, शङ्का र पागलपन बाहेक केही थिएन। उनीहरूले पागल गरी पूरै टापु खोजे, चट्टान, गुफा सबै ठाउँ छाने, तर कोही भेटिएन।
र त्यही बेला उनीहरूले एउटा भयानक सत्य थाहा पाए। हत्यारा बाहिरको कोही होइन, ऊ हामी मध्येकै एक हो। अब खतरा बाहिर होइन, भित्रै थियो, उनीहरूकै बीचमा। यसले त सबैभन्दा ठूलो र डरलाग्दो प्रश्न खडा गर्यो, होइन र? यदि टापुमा अरू कोही छैन भने त्यो रहस्यमय मिस्टर ओवेन खोइ त, जसले उनीहरूलाई यहाँ बोलायो, ऊ कहाँ छ? के ऊ अदृश्य छ वा कसैको भेषमा उनीहरूकै अगाडि छ? र यहीँनेर हो कथाले एउटा अद्भुत मोड लिने। यो अब सामान्य कसले गर्यो भन्ने रहस्य मात्र रहेन, यो त एउटा गहिरो साइकोलोजिकल थ्रिलर बन्यो। अब हरेक पात्र सम्भावित पीडित मात्र होइन, सम्भावित हत्यारा पनि हो। एकअर्कालाई हेर्ने नजरै बदल्यो। यो उपन्यासको प्रतिभा खालि यसको रहस्यमय सेटअपमा मात्र सीमित छैन, तर यसले पछाडि छोड्ने असम्भव देखिने पहेलीमा पनि छ। कथाको अन्त्यले एउटा यस्तो दृश्य प्रस्तुत गर्छ जुन तर्क र सम्भावनाको दायराभन्दा बाहिर देखिन्छ। उपसंहारमा जब प्रहरी घटनास्थलमा पुग्छ, उनीहरू पनि चकित हुन्छन्। टापुमा 10वटा लास छन्, तर अपराधको प्रकृति यस्तो छ कि अन्तिम व्यक्ति मरेपछि उसलाई कसले मार्यो भन्ने प्रश्नको कुनै जवाफ भेटिँदैन। यो त एउटा असम्भव अपराध जस्तो देखिन्छ। सहायक आयुक्तका यी शब्दहरूले अपराधको जटिलतालाई ठ्याक्कै बयान गर्छन्। यो एउटा बन्द कोठाको रहस्य थियो, तर यहाँ कोठा भनेको पूरै टापु थियो, जहाँबाट कोही भित्र पस्न वा बाहिर निस्कन सक्दैन थियो। र यही अन्तिम प्रश्नले नै पाठकलाई सोच्न बाध्य बनाउँछ। यो प्रश्नको उत्तर खोज्ने प्रयासले नै यस उपन्यासलाई आज पनि रहस्य विधाको एक अद्वितीय र उत्कृष्ट कृति बनाएको छ। यो एक यस्तो उत्तम अपराधको कथा हो जसको रहस्यले सधैँभरि मोहित पारिरहन्छ। तपाईलाई यो विश्लेषण कस्तो लाग्यो हामीलाई कमेन्टमा भन्नुहोला र फेरि पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।